तिम्रो आउटफिट देखाइदिउँ त खै माको आउटफिट यस्तो भएछ आज हैन इमी खै इमीको यस्तो भएछ है अनि एलीको यस्तो भएछ अनि पापाको यस्तो भएछ आज अलिकति चेन्ज गरेको छु है त है गाइज है ल अब एकैचोटि हामी चाहिँ भिडियो उतै गरेर बनाउँछौँ है त आमालाई यो गाडी सानो भयो अरे हैन ठुलो गाडी चाहियो अरे है हैन छोरी ठुलो गाडी चाहियो अरे अनि त्यो छोरीले भन्दाखेरि पनि भएन यहाँ भएन नातिनीले भन्दा नि भएन हैन ल है गाइज है हामी चाहिँ आज हाम्रो बेबी सावर चाहिँ यो घरमा छ हैन यो घरमा छ है अब निस्किँदैछ मम्मी ठुलो गाडी चाहिएकोलाई खै आउनुहोस् हजुर मम्मीलाई एकदम ठुलो गाडी चाहियो अरे नि त अब सानो भयो अरे गाडी हैन हो त्यसो भने हैन हो ठुलो गाडी चाहिने आज सानो गाडी लिएर आउँदाखेरि पुरा चित्त दुख्यो एली कस्तो अदेव भएछ है ल है त मैले त्यो ल्याउनु बिर्से ल्याइदिउँ हेलो मुखु हेलो ला हेला नमस्ते तपाईले लाउने विषय मेरो भिडियो टिममा आयो है माइकमा यो टिममा आयो भने ल हाम्रो आजको नमस्ते बेबिसा अर्गनाइज गर्ने उहाँ हुनुहुन्छ यता हुनुहुन्छ है ल आजको चाहिँ यस्तो रहेछ है ल नमस्कार है अनि यता के रेडी हुँदै रहेछ यता पनि ल के पुरा स्पेशल हो क्या हो के चटपटे अनि के हो यो चाहिँ अब पुलाउ भन्दैछ दाइ पुलाउ शाही पुलाउ ओके जस्तो भन्छ त्यस्तै त्यसमै मजा ल ठिक छ ल अनि यता मुखु आन्टी हुनुहुन्छ हैन यता अर्को आन्टी मुखु आन्टी हुनुहुन्छ यता अङ्कल हैन अनि एउटा यहाँ छ अर्को चा राखे अर्को यहाँ चा राखे यहाँ छ चस्मा छोडेर आछ है त ल आजको डेकोरेसन यस्तो है यो सेकेन्ड बेबी सावर फेरि ओहो यो दामी र भएर रहेछ नि त यो चाहिँ यो नाम के छ भन्नु दुईजनालाई आइपड छोड के छ भन्नु ल भन त ल के भन्नु छ यहाँ उठेर आएर ल यहाँ देखाऊ हामीलाई के गरे भनेर ल तिमीले आज ल यहाँ उठेर आऊ यहाँ के गरे देखाइदेऊ त ल लुगा फेरेको हो अरू के गर्यो न यो के गरेको त भन्न नि त आऊ ल उठेर आएर देखाउ त ल के गर्यो तिमीले के हेल्प गर्यो ल हो ल चस्मा अनि अरू के अनि अरू बेबी बोय अनि यो चाहिँ गिफ्टहरु हो अनि यो चाहिँ बलुन्स हैन अनि बेबी सावरको टिप ल ठिक छ ल एउटा हाँस्दैछ एकजना सुरु हुन लाग्यो है त है गाइजहरु
सो गाइजहरू अहिले चाहिँ फोटोहरू खिचिरहेको छु अनि मैले चाहिँ एउटा त्यो साइन जसले बेबी इन द ओभन भनेको पोइन्ट गरिरहेको थियो त्यही भएर मम्मी मिडलमा थियो अनि सबैजनाले फोटो गरेको थियो अनि टाइम बाई टाइम होइन अनि फेरि मम्मी आउनुभयो मम्मीले नि फोटो खिच्नुभयो फेरि अरूजनाले आउनुभयो फेरि खिच्यो होइन तपाईँ कहाँ बस्नु पहिल्यै सबैले यस्तो गर्ने पोज दिने होइन आफ्नो तामा जे जे गरे हुन्छ हात आयो टाइम आयो मुक्सी नछाउ है कसको नि ल भयो ल थ्यांक यू है भोलि दुईजना होइन पुरा बसेर राख्ने ए नो कहिले I'm gonna make something really cool for you right now. अच्छा भाइ Say something about baby brother. I'm the big sister. यस्तो अनि तपाईँलाई के लाग्छ छोराको जस्तो भित्र खोज म जस्तो हुन्छ यो भिडियो युट्युबमा जान्छ होइन अब 5 वर्ष पनि बच्चा बोल्ने हुन्छ नि त ढाक्कै थाहा हुन्छ ढाक्कै कोस म जस्तो हुन्छ अनि बेबी ब्रदरले सबैभन्दा बढी माया कसलाई गर्छ कसलाई गर्छ पापालाई कि मम्मीलाई अनि तिमीले कसलाई बढी माया गर्छ मम्मीलाई या पापालाई के भने हैन अघिल्लो चाहिँ के भन्दा He is not strict. You scream. Papa is
यस्तो भिडियो राख्छु होइन अनि सबैले चाहिँ दाइलाई चाहिँ सबैजना ग्रुपमा बसेर वी विश यु अ सेफ डेलिभरी कङ्ग्रेचुलेसन त्यति मात्र भन्ने अनि तपाईँले बनाउने भिडियोमा हाल्नु 1 2 3 ये एउटा उहाँ एकजना हुनुहुन्छ अर्गनाइज गर्नु हुने एकजना यता एकजना यता एकजना यता ल है त तपाईलाई ल यो चाहिँ कस्तो स्पेशल हो यो चाहिँ दाइहरुकै स्पेशल हो यो चाहिँ कसको पर्यो यो कृषा स्पेशल अनि यो चाहिँ के यो चाहिँ पनि हाम्रो पनिर छ खतरनाक वाला अर्को के रहेछ चाहिँ मटन छ फेरि बबाल वाला हैन कालो आयो होइन त्यो भजन बाइक छ सबै सुके त यतातिर शाही पुलाउ छ यता नाम हेभी दिनु पर्यो नि त काम जस्तो भयो भने शाही पुलाउ त ल है त हेभी पुलाउ हाम्रो ब्रदरले मासुको टेक्सचर आउँदैछ है मासुको टेक्सचर बल्ला है यस यहाँ चाहिँ हाम्रो अचार छ केराउवाला अचार केराउ अचार कुक चाहिँ यता एकजना यता कुक एकजना मम्मीहरु हलाउने कुक हो त्यो हलाउने ह्यान्डल के ह्यान्डल अब हामी चाहिँ खानाको लागि स्टार्ट गर्न लागेको है ल अब खाना खान लागेको त ल ल यत्रो धेरै हालेछ है मासु मान्छे आज चाहिँ ल अब हामी खानु लागि गाइजहरु है त ल है अब फाइनल यो चाहिँ भिडियो है त ल अब एकैचोटि अब खाइसकेपछि मात्रै भिडियो है त ल अब अब हाम्रो त पार्टी सो अब चाहिँ गाइजहरु हामीले यम्मी 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 खाना खाइरहेको छु अनि सबैजना
फ्लोरमा बसिराख्नु भएको छ अनि मैले अनयुजुअली धेरै छिटो खाँदिनँ तर आज चाहिँ मैले छिट्टै खायो दादासँग बसेर खाएको होइन अनि अङ्कलले चाहिँ मासु बोकेर आएकै हाल्दै गर्नुभएको थियो नि त अनि त्यसपछि पापाको पेट फुल्थ्यो होला चिकन हेर्नु प्रेसर कुकरमै मासु लिएर आउनुभएको नि त होइन अनि त्यसरी ल्याएर हामीले कम खाएको होइन गम खाएको यम्मी पनि भयो यम्मी भयो ल है अब धेरै धेरै धन्यवाद छ है अब हामी चाहिँ लाग्यौँ है म चाहिँ यो बेबी सावरलाई निकाल्छु ल बाबा है त धेरै धन्यवाद छ है ल हामीलाई पनि तपाईँहरूले बोलाइदिनु भयो गरिदिनु भयो एकदम खुसी लाग्यो ल खोइ आन्टी खोइ अङ्कल म जुत्ता लाएँ खोइ अङ्कलहरू कहाँ हुनुहुन्छ म यहाँ छु अङ्कल अनि जुत्ता लाएको मैले ल अङ्कल ल बाई बाई है ल राम्रोसँगले बस्नु ल है अब भोलि पछि आउँछु म है ल बाई बाई अर्को आन्टीलाई पनि ल है ल एकदम धेरै धेरै धन्यवाद छ है त ल है केबल ल्याउँछौ है ल अब जानु पर्यो नि त ल हाम्रो सरलाई पनि एकदम धेरै धन्यवाद है अहिले ल रमाइलो भयो जाडो सोचेको भन्दा बढी रमाइलो भयो आज ल बाई बाई सोचेको भन्दा बढी रमाइलो भयो टाइम गएकै थाहा भएन